ओए खाडीमा बस्ने कुल्लीहरू जो मलाई यो फेरि कुल्ली भन्ने भनेको शब्द चाहिँ फेरि जसले मलाई रिस उठाएको छ, जो मलाई चाहिँ पङ्गा लिइरहेको छ, मैले त्यो कुल्लीहरूलाई भनेको चाहिँ तिमीहरू जिन्दगी हेर त भाइ। सुत्ने ठाउँ, काम गर्ने ठाउँ, खानी, काममा जाने बेला बसमा कुरेर जानलाई यसरी जानुपर्ने होइन, बाहिर चुरुटको ठुटा टिप्न पर्ने, बिल्डिङ बनाउनु पर्ने। अनि यस्तो जिन्दगी भएको तिमीहरू भत्तुवा हेर भित्र। तल 6 जना, माथि 6 जना, 12 जना चाहिँ कुई बराउनु यो कालो खाटमा सुत्न पर्ने। तिमीहरूको यस्तो जिन्दगीमा किन खोइ बुद्धि आउँदैन कहिले? त्यो गाउँको घर यस्तो छाउनु पर्ने बेला भइसक्यो होला खर काटेर, अनि त्यो उताबाट ल्याएको ब्याज पैसा तिर्न बाँकी नै होला। कहिले तिर्छ? बुद्धि आउँदैन है कुल्लीहरू? दुनियाँको बारेमा बोलेछ अनि अलि भएको पैसाले पनि यसो 15-17 लेभल बनाएर चाहिँ अरूलाई चाहिँ ठुक्क म्यासला तिमीहरूको जिन्दगी। तिमीहरू जस्तो कुल्लीले गर्दा दुवै कतातिर एउटा खाडीमा चाहिँ राम्रो काम गरेर बस्नेहरूको ब्याजेत भयो है। तिमीहरू जस्तो कुल्ली भनेको भाइ गरिब जिन्दगी। तिमीहरू गरिब होइन, त्यो गाउँमा हुँदा नि गरिब, तर गाउँमा हुनु गरिब हुनु राम्रो कुरा हो। तर तिमीहरू अहिले परदेश लगाएर कमाउन जाने भनेपछि कमाउनु नसक्छ। तिमीहरूलाई जस्तो जिन्दगीमा सरापेको तँ जस्तो कुल्लीहरू खातेहरू होइन भाइ, जिन्दगीमा सुध्रे है। अनि तँ जस्तो कुत्ताहरूलाई त्यो होइन काम बिगार्नलाई डाङ्ग्रो भन्दा, काम बिगार्नलाई ढुम भन्दा, सुँगुर भन्दा रिसाउने तँ जस्तोहरू। नो एजुकेसन। जा भाइ, कहिलेसम्म टिप्छस् चुरोटको धुलोहरू? कहिलेसम्म टिप्छस्? मैले अहिले पनि भनेछु, मेरो सम्पूर्ण अरू काम गर्ने मेरो साथीभाइ सबैजनालाई मेरो सम्मान छ, तर तँ जस्तो डाङ्ग्रो कुल्लीहरूलाई होइन, फिटमिनलाई तिमीहरूले के भन्छ, फिटमिनलाई तिमीहरूले झुकाउँछु सपना। म तिमीहरूलाई 5 दिन, 5 महिना, 5 रात, 50 वर्ष, बुझिस् कुल्लीको सन्तानहरू? आएर कमेन्ट गर ल। युकेमा टुकुलीको बुढाले चाहिँ 4 लाख तिरेर छोरा पढाउँछु भन्ने कुरामा चाहिँ यहाँ यो दिदीले चाहिँ भाइ तिर्छ नि, सरकारी स्कुल होइन होला, बोर्डिङमा फी आउँछ, तिरो त तिरो के को टाउको दुखाइने, मेरो नि दाजुको छोराछोरीको फी दरै आउँछ, उहाँहरूले अहिलेसम्म केही जोड्न सक्नु भएको छैन किनकि नानी होइन। खर्च हुँदैन, मैले खर्च हुन्छ भनेको छ क्या। एउटा सही तरिकाले कुरा गर्ने हो नि त नि। 4 लाख तिरेर चाहिँ पढाउन सक्ने त्यसको औकात के हो त भन्न खोजेको क्या। त्यो आर्मीको जर्नल, कर्नेल, जज साहब, लेफ्टिनेन्ट होइन, त्यो त होइन। एउटा सामान्य एउटा सिपाही बल्ल अहिले सार्जन के भएको छ, अनि त्यस्तोले फुर्ती लाउने हो। ब्रिटिस आर्मीको तलब कति? कि त सरकारले पढाइदिएको हो भने सरकारले चाहिँ 90% पैसा तिरेको, अनि यसरी चाहिँ जम्मा जमिन नत्र भने 4 लाख लाग्ने हो। अनि 4 लाख पैसामा चाहिँ 3,90,000 चाहिँ सरकारले तिरेको र 10,000 मैले महिनामा तिरेको भन्नु पऱ्यो। यथार्थता के? अनि होइन भने चाहिँ भुत्राको फुर्ती लाएर बोल्नु पऱ्यो त। 4 लाख तिर्यो भने त्यसको 4वटा भत्तुवा त्यो लङ्गडे छोराहरू, गलगाँडेहरू छ, अनि 4वटा पढाउँदा त्यसको हालत के हुन्छ? फुर्ती गर्ने त्यसले। त्यसको बुढी के छ त फेरि? त्यसको बुढीले के गर्नु छ? त्यसको बुढी औँठा छाप हो, केही नपढे गबर, त्यो सामान्य झाडु लाउने काम गर्छ, अनि पढाउन सक्छ त्यस्तोरी। तपाईँ अलि चाहिने कुराहरू अलि बुझेर कुरा गर्ने चाहिँ काम गर्नु है दिदी। तपाईँको हो फेरि राम्रो मुखले सम्झाएको छु मैले। फेरि अर्को फेरि तपाईँलाई रिप्लाई दिनु पऱ्यो नि, अलि फेरि विचार गर्नु नि फेरि ल। मैले अरू कुरा म केही सोध्दिनँ है। यो फोटोमा देखियो होला, यो जङ्गली लट्याप्रो छोरा, 4वटा सुँगुर पाठाहरू। 4वटा सुँगुर भन्दा पनि अब त त्यो के भन्छ यार, हाम्रो अब राउटेहरू पनि सम्मानै छ होइन। राउटेहरू भन्दा पनि त्यो गइगएको यो कतातिरको कि अब यसो हेर्दाखेरि श्रीलङ्कन जस्तो थोपडा पनि देख्छ कतातिर। अब त्यो यो के हो भन्दाखेरि यो ओनरहरू चाहिँ यो एउटा चाहिँ सम्बन्धमा चाहिँ एउटा हाड नातामा चाहिँ यसरी मान्छे बिग्रेर सम्बन्ध त्यस्तो भएपछि बच्चाहरू यस्तो जन्मिन्छ क्या। यो इतिहास साँची छ र देख्ने मान्छे पनि साँची छ सबै कुरा होइन। तपाईँहरूले यो माथि फोटोमा हेरेर यो 4वटा यो जुन पाठोहरू छ नि, यो के यही जीवन राईको चाहिँ यो के अरे तुलाराज राई भन्ने यसको इजडाको चाहिँ यसको सन्तान हो यो? म अरू कुरा केही सोध्दैन हो या होइन। सबैजना कमेन्ट गर्नु के यसको अनुहार मिल्छ योसँग? स्पेसल्ली यो जेठो छोरासँग यसको के अनुहार मिल्छ? अरू कुरै छैन क्या। मिल्छ या मिल्दैन मलाई त्यति मात्र भन्नु। धेरै यो के भन्छ नि, लरा तानेर लामो कुरा गरिराख्नुपर्ने जरुरी छैन क्या।
वास्तविकता के हो क्या? यदि सक्छ भने यो जीवन राई भन्ने यो भत्तुवाले होइन, यो टुकुलीको बुढाले यो कुरा यहाँ खुलस्त पारोस् त नि। ल मेरो छोरा फल्ना फल्ना यो भनेर ल एकचोटि प्रमाण देऊ त, ल सप्रमाण सहित आऊ के, सप्रमाण सहित आओस्, अनि हामी पत्याउँछौँ क्या। ल अरू कुरा वेट गर्ने नेक्स्ट पार्ट। टुकुलीको बुढा के अरे भाउजू बुहारी नछोड्ने यो हिजोडा केटा, मैले तँलाई भन्दैछु होइन, तैँले त फिड मिलले माफ माग्यो भन्यो, यो भन्यो त्यो भन्यो होइन। यस्ता हावादारी कुरा त नगर भत्तुवा है, किनकि तेरो मेरो लेभल मिल्दैन। तैँले फुर्ती नगर होइन, त युकेमा बसेर अहिलेसम्म 14 वर्ष नेपाल फर्किन नसक्ने भत्तुवा त भनेको है। आर्मीको जागिर यो भन्दै फुर्ती नगर। त भनेको एउटा तेरो रन्डी बुढीको भालु बुढीको चाहिँ लुङ्गीभित्र छिरेर बस्ने त भत्तुवा हो, बुझिस् नि। अरू कुरा नगर, त्यहाँभन्दा ठुलो कुरा तैँले गफ नला है। न तेरो परिवार कोही तँसँग चाहिँ नजिक छ, न को कहाँ छ, न तेरो आफन्त तँसँग कोही पनि तिमीहरूको परिवारको छेउमै पर्दैन। किन भन्दा तेरो परिवार युकेमा पनि बेइज्जती भन्न चिन्छ है। जसरी बागमान बाजेलाई चाहिँ तिमीहरूले चाहिँ अनेक गरेर खाइस्, बागमान बाजेको पैसा खाइस् होइन, त्यसरी अहिले पनि अर्को बाजे जुन बाजेले तँलाई यो जिन्दगी चाहिँ पुरै तँ हिजोडा भएर छक्का नामर्दै भएर मरिस् भनेर जुन दसैँमा टिका लगाएर चाहिँ तँलाई चाहिँ त्यो आशीर्वाद दिएको छ नि हो, अब तैँले त्यो बाजेलाई पनि मार्छस्, त्यो बाजेको पनि तैँले पैसा खाँदैछस् क्या। तँ जस्तो एउटा भत्तुवालाई चाहिँ होइन, तँ जस्तो भत्तुवाले हो नारीको सम्मानको कुरा गर्ने होइन, तँ जस्तो भत्तुवाले हो तेरो रन्डी बुढीको सम्मान खोज्ने होइन। तेरो बुढी भनेको होइन तेरो आफ्नै जेठाजु के, तेरो आफ्नै दाइसँग सुत्ने रन्डी हो। अनि तँ भने तर तेरो त के कुरा गर्ने, तँ त आफ्नै भाउजूसँग सुतेर त बिग्रेको। तँलाई देख्ने होइन क्या, मलाई तेरो कुरै गर्न मन लाग्यो, तँलाई एकचोटि थुकेर म तँबाट चाहिँ त्यो गर्न मन लाग्यो है। चा भत्तुवा साला खाते। पहिला यो सुन्नु ल, मेरो जेठो छोरोलाई मैले महिनाको 4 लाख तिरेर 13 वर्षसम्म इङ्ल्यान्डकै सबैभन्दा महँगो बोर्डिङ स्कुलमा पढाएँ हो। यस्तो हुन्छ के मान्छेको के, एउटा भत्तुवा मान्छे भन्छ नि, जब एउटा इज्जत नभएको एउटा आफ्नै भाउजूसँग बिग्रेको एउटा भत्तुवा हुन्छ नि होइन, हो यस्तो फुर्तिला हुन्छ के भने सुन्यो। महिनाको 4 लाख तिरेर तेरो त्यसो छोरालाई 13 वर्षसम्म पढाएको, 13 वर्षसम्म है 4 लाख महिनामा तिरेर, 4 लाख 12 चौको 48, 13 इन्टु 48 6.6 करोड, 6.5 करोड पैसा तैँले 13 वर्षमा तेरो छोरालाई सकायो। तेरो औकात के हो? तेरो तलब कति हो है? तेरो तलब कति हो? तेरो आर्मीको तलब कति हो? अनि जे फुर्ती लगाइदिए पनि हुन्छ तैँले। तेरो औकात के हो भन्न। मलाई एउटा आर्मीको जागिरी भएर तैँले फुर्ती गर्छस् भाइ। तेरो 4वटा भत्तुवा छोरा, त्यो कुकुरको पाठा जस्तो सन्तानहरू होइन, त्यो एउटा अनि के अरे लाउ आर्मी हुँदैछ अरे। तेरो त्यो लङ्गडो त्यो लङ्गडो गोफले छोरा, तेरो छोरा आर्मीमा हुन्छ, गराएर देख न एकचोटि हामी हेरौँ होइन। अलिकता हुने कुरा औकात चाहिँ अलिक फुर्ती त्यस्तो साह्रो नलगा के चाहिँ तँलाई। त्यही भएर मैले भने तँ जस्तो भत्तुवाहरूसँग यो मुख लाग्नु मलाई छैन होइन, ब्याड छ के। तेरो औकात छ एउटा छोरालाई तैँले 4 लाख रुपियाँ महिनामा तिरेर पढाउने। मुला अहिले त आफ्नो रेजिमेन्टको ब्यारेकमा चाहिँ $200 पाउन्ड तिरेर चाहिँ महिनामा बसिरहेको छस् आफ्नो घरमा बस्न नसकेर। अनि यति ठुलो फुर्ती खोक्ने तैँले ठुक्क म्यासला। तिमीहरू जस्तो भत्तुवाहरूसँग त डराउने कुरा भनेको जिन्दगीमा नसोच क्या। फिडमिन त्यस्तो मान्छे होइन है। फिडमिन भनेको गोर्खाली हो, गोर्खालीको छोरा हो क्या, बुझिस् नि भत्तुवा। तँ जस्तो कुत्ताको बच्चाहरू, तँ जस्तो कुल्लीहरू होइन केही उखाड्न सक्दैन। हेरौँ त ल के उखाड्दो रहेछ, हेरौँ न के उखाड्दो रहेछ। मैले पनि तिमीहरूको परिवारको डिटेलहरू छ नि होइन, जसरी मैले टुकुलीको पर्दाफास गरेको थियो नि, त्यो सायद अरू पनि के तिमीहरूको पनि पालो आउँछ। सक्दैनस् के गोर्खालीको छोरा, बुझिस्। कुल्लीहरू राम्रो छ, बरु कुल्ली काम गरेर बस् त्यहाँ दुबईमा, बुझिस्, खाडीतिर खातेको बच्चा।